यता चाहिँ हाम्रो माइजू र नन्दनी बहिनीले चाहिँ यहाँ टक्क लाएर चिसो यहाँ चाहिँ बडीले जाड सेलाउँदै हुनुहुन्छ। हेलो साथीहरू नमस्ते सेवा वेलकम टु ब्याक माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै धेरै सन्चै छु। आज पनि म हजुरहरूको सामु नयाँ भिडियो लिएर आएकी छु। सबैजनाले माया गर्नुहुन्छ भन्ने आशाका साथ। अनि अहिले चाहिँ म ट्याक्क लाएर नानी लिनको लागि माथि जाँदैछु देनाको घर। साथीहरू हाम्रोतिर चाहिँ एकदमै धेरै घाम लागिरहेको छ। जाडो महिनामा पनि मजाले घाम लागिरहेको हुन्छ। टक्क लाएर तुमा देमाको घर आइसकेँ। सो अहिले चाहिँ भित्र जाँदैछु म घरभित्र। डान्स गर्दै यहाँ चाहिँ मेरो नानी बिचमा बसिरहेको छ होइन नानी? साथीहरू हाम्रो हामी चाहिँ टक्क लाएर जाँदैछौँ हर्क साम्पाङ। आउँदै हुनुहुन्छ अरे मेयर हर्क साम्पाङ। सो त्यतै जाँदैछौँ हामी चाहिँ। यता चोकमा आउँदैछौँ। यता चाहिँ मेरो नन्दनी बहिनी कसलाई मनपर्छ? पुष्पा लिम्बू। मेरो चाहिँ नन्दनी पर्नुहुन्छ छैन। मेयर हर्क साम्पाङ आउनुहुन्छ भन्दै हुनुहुन्थ्यो, तर अहिले पनि आइपुग्नु भएको छैन। अब हामी चाहिँ घर फर्क्यौँ 2 मिनट। अब मेयर हर्क साम्पाङ नआउनु भयो भने 2 मिनट भाषण सुनेर घर फर्केको अवस्था नन्द भाउजू। अब यता चाहिँ पुरै धुलो बस कुदेर गाडी कुदेर सब धुलो छ, किनभने यहाँनिर सडक निर्माण हुँदैछ। अनि यता परतिर चाहिँ बनिसकेको छ, यता चाहिँ बनेको छैन। अनि एकचोटि नाचिदिनु न प्लिज। त्यही हो साथीहरू, हामी चाहिँ घर फर्किसक्यौँ। अब त्यस्तै हो नि, मस्किने उमेरमा त्यस्तै हुन्छ केटाकेटीहरू होइन। अनि साथीहरू यो चाहिँ हाम्रो मूल घर हो। यहाँ चाहिँ मूल घरमा चाहिँ दिदीहरू बस्नुहुन्छ। यता चाहिँ सफारी नै सफारी, भगवान् प्रभु कसलाई लाने हो। यहाँ चाहिँ बडीले जाड सेलाउँदै हुनुहुन्छ। जाड सेलाउनु भएको बडी? यहाँ चाहिँ दिउँसै सुतिरहनु भएको छ। नानी चाहिँ के गरेको नानी हो? ए लु यता चाहिँ चढ्दैछ नानी, बस्ने। नानी चाहिँ कति मजाले खेलिरहेको छ। आमा चाहिँ लम्पसार परेर सुतिराख्नु भएको छ। म चाहिँ केटी छोरी हेर्ने बाहनामा नानीको खानेकुरा खाँदैछु माग्दै। लु गएको ल, बस्नु ल। बाई गर्थ्यो मान्छे। बाई गर्नु त, बाई गर्नु त नानी। खानुमै व्यस्त छ नि त, अनि त्यही भएर चाहिँ बाई गर्नु नभ्याएको। बाई गर्नु त। साथीहरू टक्क लाएर म चाहिँ बारी आइसकेँ, किनभने यहाँ माइजहरूलाई आलु रोप्नु सघाउनु थियो है। यता चाहिँ बहिनीहरूले रोप्दै हुनुहुन्छ। अब भने चाहिँ हामी पनि रोप्न थाल्ने हो, रोप्ने हो साथीहरू। यता चाहिँ हाम्रो माइजू र नन्दनी बहिनीले चाहिँ
मलहरू मिलाउँदै हुनुहुन्छ आलुमा लाउनको लागि। यो फेरि माथिबाट सबै त्यो यो मात्रै त्यहाँ देखाइरहेको छु। खेती होला केटो लु मरे एउटा चाहिँ खुट्टा काटेर हैन अलिकति काट्यो हैन अलिकति दाइजो नानी दाइजो म चाहिँ हिँडे माथि मेरो पनि यता चाहिँ हाम्रो रकी पनि सुतिरहेको छ। लु यहाँ बोजू र नाति यो मेरो नाति मलाई काम सघाएर हैरान छ नि के गर्नु काम गर्नु गर्नु नाति साह्रै नागरीले निस्क्यो दाइजो दाइजो उसास हेर्नु अनि मेरो चप्पल केटा छ हेर ऊ पर हरियो चप्पल भने पर छ माइजूले चाहिँ धम्माधम खन्दै हुनुहुन्छ। यतातिर रोप्दै हुनुहुन्छ दुईजनाले बिचरा। उता त के हो यस्तो ढाड दुख्यो अरे के भन्नु र खै। हाम्रो माइजू चाहिँ डङ्की डङ एक्लै खन्नुहुँदैछ। यता चाहिँ फुपू भदै चाहिँ हाम्रो रक्कीलाई जिस्काउँदै होइन। चाहिँ यहाँ टक्क लाएर चिसो पनि सार्दै हुनुहुन्छ। हाम्रो चाहिँ बारीमा पनि चिसो आउँछ यतातिर। ल यता फुपू भदैको गफ जाँदैछ धर चिसो ढक्क भरे आएर बोतलमा तपाईँ पनि खानु त गर्नु प्लास्टिकमा हाठुली कान्छी दिदी
फुपूलाई चाहिँ प्लास्टिकको पठाइदियो कस्तो खानु पाइन्छ खेताला हाम्रोमा खेताला आउनुहोस् है गाईचहरू निस्वारको देख्ने के भयो कति राम्रो छ ओठ हेर्न पानको पातवाला नि ओइ थाप भाउजू खानु न तपाईँ म त भयो है थपौँ भयो एकछिन न थाप हाम्रो चाहिँ टक्क लाएर आलु रोपेर पनि सकिसक्यौँ अब यहाँ माइजूहरूको आलु रोपेको अब चाहिँ सकिसक्यो बेलुका पनि भइसक्यो अब त सक्यो आलु रोपेर अब माइजूहरूको हाम्रो चाहिँ अस्ति रोपेको उम्रिसक्यो अब माइजूहरूको पनि उम्रिन्छ बिस्तारै ल कति दिनमा उम्रियो हो अस्ति हाम्रो छिटै उम्रियो माइजू हप्ता दिन लाग्यो उम्रिनु हप्ता दिन भन्दा अलिक त धेरै लाग्यो होला माइजू पानीले पनि कुट्यो नि त अनि यता चाहिँ हाम्रो रक्की चाहिँ जङ्गलमा आज त बाहिर हिँड्नु पाएको खुसी छ नि घरमा नभए घरभित्रको भित्रै ल साथीहरू हाम्रो चाहिँ अब काम सक्यो आजको लागि बिस्तारै बेलुकासम्म यति अलिकति खनिसकेर जान्छु अनि बिहान आएर बिहान त्यता खान्छु ल ल हुन्छ साथीहरू अब भने चाहिँ मेरो भिडियो इन्ड गर्ने बेला भएको छ अनि सबैजनाले माया गरिदिनु होला कस्तो लाग्छ भनिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु है साथीहरू एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो फेरि पनि हामी अर्को भिडियोमा भेट्नेछौँ बाई बाई एभ्रीवान